फेरि अगेन 3, 2, 1 go. हेलो गुड मर्निङ एन्ड नमस्कार यहाँहरू सबैजनालाई मेरो रामजित राई अफिसियल च्यानलमा हार्दिक नमस्कार तथा वेलकम स्वागत गर्दछु। म चाहिँ अहिले खोटाङको बुगालुङ डाँडा अथवा रङ गार्डन ढुङ्गे बगैँचाबाट यो भिडियो सम्प्रेषण गर्दैछु। यदि तपाईहरुलाई सबैलाई कसैलाई यो भिडियो मन लागेर भने मेरो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला र जो कोही नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नु होला र जो कोही पुरानो हुनुहुन्छ भने नजिकमा रहेको बेल आइकनलाई अन पनि गरिदिनु होला र भिडियो चाहिँ सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला भनेर म पूर्ण आशा गर्दछु। अहिले यो बुगालुङ डाँडाबाट लिएको यो चाहिँ तल हलेसी बजारका दृश्य हुन्। म चाहिँ यहाँबाट बनाउने छु। अहिले हालसाल चाहिँ म यहाँ खोटाङ जिल्लाका हलेसी तुवाचुङ नगरपालिका बुगालुङ डाँडा ढुङ्गे बगैँचा अथवा रङ गार्डनबाट यो भिडियो प्रसारण गरिरहेको छु र यहाँ चाहिँ बच्चाहरूलाई खेल्ने प्रशस्त शारीरिक व्यायाम गर्ने रहेछन् बनाउनु भएको रहेछ। यसमा धेरै यो चाहिँ कोशी प्रदेश खोटाङ जिल्ला हलेसी तुवाचुङ नगरपालिकाको कार्यालय हुन्। यो कार्यालय चाहिँ यस प्रकारका छन्। यो कार्यालय चाहिँ हलेसी तुवाचुङ नगरपालिका वार्ड नम्बर 5 छापडा कोटगिरीमा निर्माणाधीन कार्यालय हुन् र यो कार्यालय चाहिँ यस प्रकारका छन्। हाम्रो हलेसी तुवाचुङ नगरपालिकाका कार्यालय यस प्रकारका छन्। प्रवेशद्वार प्रवेशद्वारको आकार प्रकार एकदम राम्रो छ। बच्चाहरू खेल्ने ठाउँ यहाँ रहेछन्। आज मेरा सेनाहरू यहाँनिर बुगालुङ डाँडामा सेनापतिहरू छोरा छोरी आमा तल आउँदै हुनुहुन्छ। एलन हेलो हाई पनि हेलो गर त। आमा तल आउँदै हुनुहुन्छ। आज यहाँ डाँडामा घुमाउन ल्याएको। यो चाहिँ खोटाङ जिल्लामा अवस्थित हलेसी तुवाचुङ नगरपालिका वार्ड नम्बर 5 मा अवस्थित लङ गार्डन अथवा बुगालुङ ढुङ्गे बगैँचामा अवस्थित निर्माणाधीन हुने पर्यटक क्षेत्र भएकोले गर्दा यहाँनिर आकर्षक दृश्यहरू देख्न सकिन्छन्। बनाएका छन्। यो नगरपालिकाबाट सायद विनियोजित होला यसमा के हो, तर यस प्रकारका यहाँनिर ढुङ्गे बगैँचा अथवा बुगालुङ पार्क रङ गार्डन पनि भन्ने भनाइहरू छन्। यहाँनिर यो डाँडा र मनोरञ्जन दृश्यहरू यस प्रकार मौसम अलिक खराब भएकोले गर्दाखेरि यहाँ त्यति राम्रो देखिन सकिन्न। चाहिँ बुगालुङ ढुङ्गे बगैँचा गेट यहाँ चाहिँ किराँत संस्कृतिको अनुसार चिन्डो पनि फोटोहरू हाल्नु भएको रहेछन्। चिन्डोको फुल पनि त्यस पछाडि यहाँनिर यस प्रकारका पर्यटकीय क्षेत्र भएकोले कारणले गर्दाखेरि यहाँनिर यस प्रकारका बनाएका रहेछन्। जो सबै साथीहरू जुन आइपुग्नुहुन्छ यहाँनिर यहाँ एउटा सूचना चाहिँ तपाईहरुले पढिदिनु पर्ने अति आवश्यकता कुरा रहेछन्। प्लास्टिक तथा सिसा जान्ने वस्तुहरू मानव मात्रको नभई वातावरणको समेत ठूलो शत्रु हो। त्यसैले टोकरीमा मात्र
विसर्जन गरौँ हलेसी तुवाचुङ नगरपालिका भनेर यहाँनिर सूचना सूचित गरेको छ। तर यसलाई चाहिँ हामी सबैले यहाँ आउने पर्यटक स्थानीय बाहिरी सबैले ध्यान दिनुपर्ने कुरा हुन्छन्। अब यहाँ यस्ता सूचनाहरू सूचित गरिएका छन् तर यहाँ चाहिँ यही प्रकारका सिसाजन्यहरू प्रशस्त फालिएको कारणले गर्दा यसमा चाहिँ हामी सबैले बुझ्नुपर्ने अति आवश्यकता कुराहरू हुन्छन्। सूचना सूचित गरिसकेको कारणले गर्दा सिसाजन्य प्लास्टिक जति पनि पर्यटक साथीहरू पर्यटक जो कोही आइन्छ स्थानीय जिल्ला बाहिर देश विदेशबाट आउने साथीहरूले सूचनालाई चाहिँ मध्यनजर गरिदिनुहुन्छ होला भन्ने पूर्ण आशा गरिएको छ। यहाँ बिसाउने चौतारी पनि गरिएको छ। यहाँ छोरी र आमाहरूको गफहरू हुँदैछन्। आमाले छोरीलाई सल्ले हलेसी तुवाचुङ नगरपालिकाका सल्लेहरू देखाउने क्रम भइरहेका छन्। र यहाँबाट यो चाहिँ अहिले मैले पुगालुङ डाँडाबाट यो भिडियो खिच्न कोसिस गर्दैछु। यसको बनावट एकदम राम्रो छ, एकदम राम्रो लागे। यही पनि राम्रो छन् तर अति फोहोर मैला गरिएको कारणले गर्दाखेरि जताततै सिसाजन्य र प्लास्टिकहरू जताततै फालेको कारणले गर्दा यहाँ आउने सम्पूर्ण पर्यटक साथीहरू जो कोही हामी आइन्छ हामीले सुरक्षित ठाउँमा फोहोरलाई चाहिँ व्यवस्थापन गर्नुपर्ने अति आवश्यकता छ। फोहोर गरौँ, सचेत गरौँ र सबैलाई सचेत गराउन अति आवश्यकता छ। भिडियो अझ हेर्दै गर्नु होला, म देखाउँदै जानेछु। म अहिले तपाईहरुलाई चाहिँ यो के रे बुङ्गालुङ डाँडाबाट फोटो के रे भिडियो बनाउन कोसिस गर्दैछु। यहाँबाट चाहिँ जम्मा हामीले 3वटा जिल्लालाई चाहिँ यहाँबाट भिडियो खिच्न सकिन्छ र यसबाट 3वटा जिल्लाहरू हामीले हेर्न सकिन्छ। यो पारीका जिल्ला चाहिँ ओखलढुङ्गा जिल्ला हुन्। ओखलढुङ्गा, रुम्जातार पारीका हुन् भने अझ यो माथि कुइरा लागेको चाहिँ यहाँ सुलु हुन् र उता ओखलढुङ्गा र सुलु पर्यो भने यहाँ मुनि सेतो भाग यो देखेको यो चाहिँ तपाईको दुधकोशी नदी हुन्। दुधकोशी नदीले सीमाङ्कन खोटाङ जिल्ला र ओखलढुङ्गालाई दुधकोशीले सीमाङ्कन गरेको छ। भनेपछि यो देखिरहेको गाउँ हलेसी तुवाचुङ नगरपालिकाका सल्ले भन्ने वडा सल्ले साबिकी गाविस सल्ले पैंजानी माथि चिचिङ्गा यहाँबाट हुँदै यो चाहिँ हाम्रा जुगे भनिन्छ। यहाँनिर चाहिँ यो चाहिँ हलेसी तुवाचुङ नगरपालिकामा परे यो जुगे। यहाँबाट विभिन्न हाम्रा जिल्ला छिमेकी जिल्ला र वडाहरू देख्न सकिन्छ र योबाट चाहिँ हाम्रो के रे माथि यो तुवाचुङ डाँडा देख्न सकिन्छ। माथिबाट तुवाचुङ डाँडा उद्गमस्थल तुवाचुङ डाँडा हाम्रो किराँतहरूको भन्ने ठाउँ गर्न सकिन्छ। अब तपाईहरुलाई म यसरी फेरि यहाँबाट चाहिँ फेरि उता उदयपुरतिर देखाउन लागिरहेको छु। अब यो चाहिँ हाम्रो हलेसी तुवाचुङ नगरपालिका हाटीढुङ्गे हुँदै चुमाखु कनेस्टार हुँदै पैंजानी पारीका या तुवालो लागेको चाहिँ उदयपुरका ताम्लिचा बासुपट्टि पर्नेछन् र यस ठाउँबाट चाहिँ हामीले जम्मा 4वटा जिल्लाहरू यहाँबाट मौसम सफा भएको बेलामा 4वटा जिल्लाहरू यहाँबाट हेर्न पाइन्छ र एकदम मनोरञ्जन दृश्यहरू छन्। र यहाँ आउने सम्पूर्ण पर्यटक जो कोहीलाई पनि त्यहाँ सूचना सूचित गर्दै यहाँ यस्ता चिजहरू पनि देखिन्छ। हेर्नुहोस् यहाँ यसलाई यो हामी जो कोहीले पनि यसलाई सही ठाउँमा प्रयोग गरेर सही ठाउँमा राखिदिनु पर्ने अति आवश्यकता छ। यस्ता चिजहरू चाहिँ यही ठाउँमा फालियो भने भोलि यसले नराम्रो चिजहरू समस्या सृजना गर्न सक्छ। त्यसैले यसलाई जो कोहीले प्रयोग गरेर पनि यसलाई सम्बन्धित ठाउँ टोकरी अथवा डस्टबिनमा राखिदिनु होला र सबैले राखौँ भन्न चाहन्छु। यो डस्टबिन चाहिँ पञ्चवटी प्रगतिशील समूह हलेसी नगरपालिका 7 नम्बरले राख्नु भएको छ। पञ्चवटी प्रगतिशील समूह
धलेसी चितुवा नगरपालिका वार्ड नम्बर 7 का प्रगति पञ्चायती प्रगतिलाई धेरै धेरै धन्यवाद। तपाईँहरूले यो राख्नुभएको धेरै धेरै धन्यवाद। तर यहाँ आउनुभएका सम्पूर्ण पर्यटक साथीहरूले चाहिँ यहाँ यत्रो खाली हुँदाहुँदै तपाईँ हामीले सबैले बाहिर फालिदिएछ र यसको अर्थ के हो र यो कहाँ राख्ने कसरी राख्ने भनेर चाहिँ हामी सबै सचेत हुनु होला। फोहोर अत्याधिक भएको कारणले गर्दाखेरि यसरी गर्नु चाहिँ हाम्रो मानवताभित्र अलिक नपर्ला जस्तो लागेको छ। त्यो भएकोले गर्दाखेरि यहाँनिर तपाईँ हामी आफैले राख्नुपर्ने बेलामा यहाँ पञ्चायती प्रगतिशील समूहले यसरी यो डस्टबिन राखिदिनु भएको छँदैछ। तर हामीले किन यसरी बाहिर फालिन्छ, हाम्रो उद्देश्य के हो र हामी मानवता कुन भित्र पर्छौँ यो चाहिँ तपाईँ हामीले सबैले बुझौँ। यसरी फोहोर नगरौँ, सबैले भित्र हाल्नु होला। शारीरिक व्यायाम गर्ने सम्पूर्ण यस प्रकारका रहेछन्। यहाँनिर बच्चाहरू पनि खेल्दैछन्, बच्चाहरूलाई खेल्न कम भइरहेछ। बनाउने काम भइरहेछ। खेलौँ ल, बिस्तारै बिस्तारै गर्ने। एलनले के गरेको त्यो चाहिँ कुन गेम हो? वाह, भरे ल खेल ल। बच्चाहरू यहाँ खेलेका छन्। उहाँ म्याडमले चाहिँ बच्चाहरूलाई खाजा बनाउने काम गरिरहेका छन्। म्याडमले चाहिँ एकजना खेल्ने हो नि त, यो होइन एकजना सिङ्गल खेल्ने हो, दुईजना मिल्दैन, सिङ्गल खेल्ने हो। ल यो चाहिँ कुन गेम हो एलन? साइकल हो यो। 1 मिनटमा कतिचोटि गर्छ? 1 मिनटमा। हजुर ल, यहाँ छोरोले डह्रो हान्दैछ। लु हान भाइ, हान ल, अलिक बिस्तारै बिस्तारै गर। भयो, खेल नि खेल। भरे फेरि अनि खुट्टा चाहिँ डह्रो दुख्छ नि। ल खेलौँ। ओके 1 2 एलन यस्तो गर्ने, सिङ्गल खेल्ने हो। ल बिस्तारै बिस्तारै, स्लो है, लड्छ है फेरि। स्लो खेल्ने। ल एनजिला बिस्तारै, ल एनजिलाको साइड। ल 1 ल, पहिला बुन्नेलाई झर न। पुगो खै, मलाई पनि थाहा छैन। यहाँ दादाहरूले गर्दैछन्। बिस्तारै ल झर। फेरि अगेन। दिउ खाना नि कसले चेस गर्छ? बच्चाहरूको यहाँनिर खाजा खाने काम भइरहेछ। आमा चाहिँ पर बसिरहनु भएको छ। आमा पर बच्चाहरू खाजा खाने काम। यत्रोलाई जाडो भयो भन्छन्। यो चाहिँ गेट रहेछ, प्रवेशद्वार यो चाहिँ। प्रवेशद्वारबाट यहाँबाट चाहिँ
हलेसी बजार देख्न सकिन्छन्। हलेसी बजार है मौसम आज एकदम खराब भएको कारणले गर्दाखेरि मौसम खराब भएकोले गर्दा जाडो भइरहेछ। मौसम बस म घुमाइदिन्छु ल बस सबै बस बस खै बुए ठाउँ पुगेन है ल पाल पाल ल अब एकछिन वेट वेट अब सेन्सु निकालेर बहिनीलाई बोइङ साला हाल ए त्यसरी हुँदैन माथि 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 एकछिन वेट 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 एकछिन बस ल ल अब ल आमाले हुत्याइदिनु यो चाहिँ खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका मध्य पहाडी लोकमार्गमा का सडक हुन्। यहाँबाट भोजपुर जान सकिन्छ भने पूर्वमा धरान विराटनगर काँक्राभिट्टा हुँदै काठमाडौँ विभिन्न जिल्लाहरू जान सकिन्छन् र बाटोको स्थिति चाहिँ यो प्रकारका छन्। यो चाहिँ खोटाङ हलेसीका मध्य पहाडी लोकमार्ग हुन्। यहाँबाट चाहिँ विभिन्न पूर्वका जिल्लाहरू पनि जान सकिन्छन्। यसरी यहाँबाट जान सकिन्छन्। यो चाहिँ होलेसुङ पार्क हो है। होलेसुङ पार्क यहाँ चाहिँ अवस्थित छन् भने